यो 12 गते 12 बजेपछि स्विस एम्बेसी आउँछ होइन त्यसमा चाहिँ उनीहरू आउने स्विस एम्बेसी बोलाएर आउने तपाईँहरूले बोलाएर आउने होइन सकेसँग एमयु गर्ने कि भन्ने हिसाबले गर्नु भएको छ उसले चाहिँ अब तपाईँहरूको चाहिँ कार्यक्रमको उसको बारेमा एमएसडरले चाहिँ छुट्टै छलफल चाल्छ कि उसले ठिक छ अनि त्यो भने तपाईँले त्यति टाइम मिलाइनु पऱ्यो अनि यो उसको लागि हामी आउट अफ ट्र्याक जाने कि तपाईँले भनेअनुसारै जाने त लगाउनुहोस् अब कुरा चाहिँ मैले राखेको छु क्यापासिटीको कुरा चाहिँ मैले राखेको छु उसलाई होइन नर्मलमा 50 भन्ने त्यसमा नर्मलमा कति निकाल्छ यसको टोटल उसको चाहिँ पर्सेन्टेजमा आउने हो होइन टोटल कति निस्किन्छ पहिला केही न केही त भइरहेछ होइन तयार भन्छ त्यही बेसमा जाने हामी त विषय उनीहरूले ल्याउने कि त अर्कोले पनि त्यही मूल्य त त्योभन्दा अलिक बढी हाल्यो होला उनीहरूको मूल्य पनि बढी हाल्यो होला त्यति हो होइन त्यसमा त त्यस्तो केही छैन अब बेस चाहिँ तपाईँहरूकै उसमा जाने हो हामी त्यसो भए तपाईँले चाहिँ 25-27 अर्बमा यो टोटल सवाल पायो 25 निस्क्यो भने कति 70 जति आउँदैन यो आउट अफ कन्ट्रोल उसमा नजाँदाखेरि 70 को अगाडि 60-70 अगाडि आउँछ टोटल 74 जति आउँछ भन्ने हाम्रो अनुमान छ यसमा चाहिँ हामीले चाहिँ के भने 30-70% तपाईँहरूलाई दिने होइन 30% हामी राख्ने हाम्रो एकदम ट्रान्सपरेन्सी हुन्छ त्यसमा केही छैन तपाईँहरूलाई 54-55 तपाईँहरू ठाउने 16 हामी ठाउने हामीले पनि त अब अलिअलि होइन आउट अफ ट्र्याक जाने हो त्यो तपाईँले गर्नुहोस् तपाईँ एउटा के नगराउनु भने इमोजी कर्मचारीहरूसित यस्तो कुरा मन्त्रीले आयो भने यिनीहरूले हेर्छ छुट्टै तपाईँ आफै लिदिन्छ लागि तपाईँले अलिक के चाहिन्छ एउटा गर्नु ठिकै छ त्यसो भए त्यो म आफै गरौँ त्यो त उसले लिस्टिङमा पनि गाउँछ त्यो त उसले त लगभग उसको त उसमा त उसले त बनाएर राखिरहेको छ यो मोजीले बनाएको त 35 अर्बको छ नि यो 35 अर्ब पनि नभएपछि त 27 अर्ब निस्क्यो भने 28 अर्ब अनि सुन्नु अनि यो त ठिक छ म